ओ ब्रदर हाँस्दैछन् कि रुँदैछन् हौ रुँदै बसेको मान्छे अरे ह्याप्पी छ भाइ छैन रहेछ तपाईले भन्नुभएको बाइकमा दुईजना रहेछ हेलमेट पनि लगाएको रहन्छ दुईजना स्पट डेड भएको थियो क्या हे गाइज हेलो नमस्ते एभ्रिवान वेलकम टु माई भ्लग फर्स्ट भ्लगमा 3 दिनमा 3 भ्युजको अपार सफलतापछि फेरि पनि लाज पचाएर मैले सेकेन्ड भ्लग लिएर आएको छु आज म जाँदैछु धरान अनि धरान किन जाँदैछु भन्ने कुरा हामी बाटोमा गफ गर्दै जाउँला ल अब चाहिँ म निक्लिसकेँ अहिले ठ्याक्क म काने पोखरीको जङ्गलमा छु यस्तो मजाको साइडको ग्रिनेरी अनि टक्क बाटो बिचमा बाटो यस्तो शीतल खालको हावा आइरहेछ क्या अझै म ठ्याक्क काने पोखरी आइपुगेँ अब यहाँबाट चाहिँ एसएन हाइवे त्यहाँ अगाडि छ अब त्यहाँबाट चाहिँ म लाग्छु अब एसएन हाइवेको बाटो लास्टै खराब बाटो छ क्या यस्तो धुलो छ यस्तो खराब बाटो छ कि हिँड्न नपरे पनि हुन्थ्यो जस्तो फिल हुन्छ तर पनि अब के गर्नु हिँड्नै पऱ्यो जानै पऱ्यो होइन अनि यहाँबाट म जान्छु अहिले ठ्याक्क त खोर्सानेसम्म जान्छु अनि खोर्सानेबाट चाहिँ अनि भित्रको बाटो केराबारीतिरको बाटो छिर्छु ल स्टार्ट भइसकिहाल्यो है छिर्ने बित्तिकैदेखि बाटो स्टार्ट भइसक्यो यतिको त ठिकै हो अब धुलोले चाहिँ मार्छ क्या बाटो यतिको खराब भयो त ठिकै भयो तर अब यो गाडी चलिसके पछाडि यस्तो बढी धुलो आउँछ कि लु यस्तो छ धुलो अनि ठाउँ ठाउँ पानी हालेको रहेछ तर आज चाहिँ र पनि यस्तो धुलो उठ्छ यहाँ पानी नहालेको भए त झन् अवस्था के हुन्थ्यो एसएन हाइवे थोरै समय भइसक्यो नि बाटो बन्न थालेको नि कहिल्यै नसकिने भयो क्या यो बाटो बनेर अनि मैले चाहिँ यहाँनिर चाहिँ ड्रागन फ्रुट राखेको छु बहिनीलाई ड्रागन फ्रुट छोडिदिनु पर्ने छ अलिकति 2-3 केजी जति ड्रागन फ्रुट लिएर आएको त्यस्तै फार्ममा गएर अनि अब त्यो लगेर बहिनीलाई छोडिदिन्छु इटरीमा फर्किँदाखेरि मात्रै छोडिदिन्छु इटरीमा ओहो हो चिसाङ खोला पनि हल्का आएको रहेछ पानी खतरा बाढी आउँछ क्या यो खोलामा चाहिँ यहाँबाट चाहिँ अलिकति बाटो राम्रै छ है अथवा नै छ केही डिस्टेन्स अनि फेरि उस्तै छ तर म खोर्सानीबाट ठ्याक्क उतार लाग्छु केराबारीको बाटो मलाई फेरि बाइक धोइसक्यो अरू बेला त ठिकै हो मलाई फेरि यो बाइक धोइसके पछाडि यो हिलो बाटोमा कुदाउन यति धेरै माया लाग्छ कि त्यो माया भन्दा नि अल्छी चाहिँ होला क्या एउटा मेन चाहिँ अब धुनुपर्छ भन्ने हुन्छ कसरी ब्रदर 100 को 3 के छ प्लास्टिक छ तिमीसँग हालिदेऊ त लु टिपेको भाइ कसले टिपेको ए ओके मलाई 2टा प्लास्टिक हालिदेऊ ल 3 जनाले टिपेको तिमीहरूले औ 20 रुपैयाँ राख ल निगुरो लिएर गयो अलिकति यसो बहिनीलाई लगाएर छोडिदिन्छु यो सिजनमा फेरि यस्तो मजाले निगुरो पलाउँछ पानी पर्ने सिजन छ पहिले सानोमा मलाई यस्तो मजा लाग्थ्यो निगुरो टिप्नको लागि म घरबाट झुक्याएर छक्याएर पनि निगुरो टिप्न जङ्गल कुद्थेँ क्या हाम्रो घरबाट नजिकै जङ्गल त्यस्तो धेरै टाढा होइन अनि म पहिले सानोमा झुक्याएर छक्याएर जङ्गल निगुरो टिप्न कुद्थेँ मजा लाग्थ्यो टिप्दाखेरिको साउन्ड क्रिक 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 दामी लाग्थ्यो क्या मलाई ठ्याक्कै भाइहरूलाई देखेर मलाई ठ्याक्क त्यो सानोको आफू याद आयो क्या यो बाटो राम्रै छ अथवै छ यहाँनिरको बाटो अनि बेलबारीबाट बिराचोकसम्म अलिकति खराब छ बाटो तर हामी बिराचोक नपुगिकन अलिकति ओरबाट खोर्सानी भन्ने ठाउँबाट चाहिँ हामी केराबारीतिरको बाटोतिर लाग्छौँ हामी पानमारा साइड हुँदै जान्छौँ धरान त्यताको बाटो एकदमै राम्रो छ क्या भ्यू नि यस्तो दामी छ कि माथि पहाड यता उत्तर साइडतिर अनि दक्षिण साइडतिर तराईको प्लेन एरिया अनि बिचमा हाइवे छ यस्तो मजाको भ्यू हुन्छ अझ झन् त्यो एरियामा पानी परिसकेर खुल्दाखेरिको मौसम त यस्तो दामी देखिन्छ कि योभन्दा अगाडि गएको थिएँ यस्तो मजाको भ्यू देखेको थियो त्यहाँनिर एकछिन बसेर बाइक रोकाएर हेरेको थिएँ क्या म अहिले चाहिँ म ठ्याक्क खोर्सानी भन्ने ठाउँमा आइपुगेको छु अब यहाँबाट म भित्रपट्टि लाग्छु अब त्यो हाइवेबाट यता भित्र छिर्ने बित्तिकै कस्तो शान्त लागिहाल्छ क्या मलाई आनन्द खालको पिसफुल ठाउँ छ क्या अघि मैले धरान जानुपर्ने मेन रिजन के हो मेरो भनेर भन्छु भनेको थिएँ म खासमा चाहिँ अफिसको काम लिएर धरान निक्लेको हो तर अफिसको काम सकिसके पछाडि म आज बेलुका चाहिँ बहिनीको घर नभए मामला कहाँ जान्छु थाहा छैन अब उहीँ पुगेर थाहा हुन्छ सायद मामला जान्छु होला किनभने मामला नगएको धेरै भइसक्यो यता जङ्गलको भित्र छिर्ने बित्तिकै कस्तो चिसो खालको आनन्द खालको हावा आएको क्या चिसो फिल भयो अघि कस्तो घाम लागेर गर्मी भइरहेको थियो उतापट्टि अहिले चिसो छ यस्तो खाली हुन्छ कि यो बाटो मजा हुन्छ बाइकहरू कुदाउन तर अलिकति
केयरफुल चाहिँ हुनुपर्छ है, किनभने मान्छे पनि हिँडेको हुँदैन, कुनै एक्सिडेन्ट भइहाल्यो भने केही भइहाल्यो भने उठाउने मान्छेहरू पनि हुँदैन त्यति धेरै। अनि म चाहिँ प्रायः यही बाटो हिँड्छु, किनभने धुलोले गर्दाखेरि त्यो बाटो त यस्तो खराब छ कि, अनि अलिकति सर्ट नै पर्छ जस्तो लाग्छ क्या यो बाटो हिँड्दाखेरि मलाई। मैले डिस्टेन्स चाहिँ हेरेको छैन, तर यो बाटो अलिक सर्ट नै छ उताको भन्दा। त्यहाँबाट इटरी इटरीबाट धरान जानुभन्दा यताबाट सट्ट केराबारी निक्ल्यो अनि पानमारा हुँदै अनि धरान पुग्दाखेरि त धेरै सर्ट पर्छ नि। अहिले चाहिँ म ठ्याक्क केराबारीबाट तलतिर झरेको छु। यस्तो दामी लाग्छ मलाई यहाँको यो बाटो। अगाडिपट्टि यस्तो मजाको पहाड देखिन्छ, अनि यताको साइडतिर यसरी तराईको प्लेन एरिया छ, अनि बिचमा यस्तो दामी हाइवे छ क्या। फेरि यस्तो ग्रिन देखेको छ, फेरि पहाड यो मनसुन भएर पनि होला, पानीले गर्दाखेरि यस्तो मजाले खुलेको छ। यो हो नि त भ्यू, यो हो नि त बाटो भनेको। आम्मा मजा सानो छ त यहाँनिर यो बाटोमा। कस्तो दामी छ पनि भ्यू पनि, कुदाउन त्यस्तै मजा छ यो बाटोमा। बाह्र बजेर 15 मिनट गइसक्यो त, ठ्याक्कै 40 मिनट्स जति भएछ म निक्लेको घरबाट। अब 20 मिनट जतिमा म पुग्छु होला सायद। 1 घन्टामा लगभग यताको बाटोबाट पुगिन्छ क्या। उताको बाटोबाट हिँड्यो भने 1.5 घन्टा पनि क्रस हुन्छ अझै। त्यो खराब छ। इटरी पुग्दै लगभग 1 घन्टाभन्दा बढी लाग्छ मलाई, अनि घरबाट त्यताको बाटोबाट हिँड्यो भने। अनि पहाड, यहाँको घरहरू ल अर्कै ठाउँ गयो जस्तो लाग्छ क्या मलाई यो बाटो हिँड्दाखेरि। हाम्रोतिरको भन्दा अलिकति धेरै नै डिफ्रेन्स छ नि त यहाँको। यहाँनिर कस्तो टर्निङमा चाहिँ यस्तो घाँसहरू काटिदिनु पर्ने हो क्या, गाडीहरू आएको केही देखिँदैन। अस्ति एउटा खतरा एक्सिडेन्ट भएको थियो क्या यस्तै टर्निङमा, अनि टर्निङ थियो त्यहाँनिर चाहिँ पुरा घाँसहरू पलाएर केही देखेको थिएन, अर्को साइडबाट आउँदै गरेको गाडी पनि नदेखिने। अनि 2टा गाडीहरू चाहिँ ठ्याक्क जुधेको, बाइक र गाडी जुधेको। बाइकमा 2 जना रहेछ, हेलमेट पनि लगाएको रहन्छ। 2 जना स्पट डेड भएको थियो क्या। गाडी त कचाककुचुक भएको थियो, बाइकको अगाडिको भाइजहरू सब गएको थियो। लगभग यहाँदेखि उतातिरको भाग केही पनि थिएन क्या बाइकमा पनि, अनि गाडीको नि अगाडि यस्तो भएको थियो कि त्यो पोलमा गएर हान्ने जस्तो भएको थियो क्या। हेलमेट सेफ्टी चाहिँ एकदमै फर्स्ट, सेफ्टी चाहिँ लगाउनै पर्छ है। केराबारीबाट अलिकति भित्रतिर लगाएको यस्तो दामी भ्यू देखिने ठाउँ रहेछ क्या यहाँनिर चाहिँ। यस्तो मजाको देखिएको छ कि मलाई एकछिन त्यहाँ ढुङ्गामा गएर एकछिन बस्छु, एकछिन आनन्दले यहाँको भाइब्स फिल गर्छु, अनि त्यस पछाडि हामी लाग्छौँ धरानतर्फ रक क्लाइम्बिङ। टक्क दामी खालको तरिकाले हामी यस्तो बवाल रक क्लाइम्बिङ गर्दै, ओ माई गॉड ल क्रेजी वाला यस्तो बवाल दामी ठाउँ छ कि यहाँनिरको। उता माथितिर पहाड टक्क कुहिरो लाग्दै गरेको होइन। अनि म चाहिँ छु अहिले यस्तो यहाँ यस्तो मजाले बसिरहेको छु ढुङ्गामा। यो ढुङ्गा चाहिँ बवाल दामी रहेछ। 360 भ्यू इन्जोय गरेपछि हामी डाइरेक्ट जान्छौँ धरानमा, सो सिविन धरान है त। फाइनल्ली धरान आइपुग्यो। यस्तो सुनसान भएछ कि यहाँको बस पार्क चेन्ज गरेँ सरको ठाउँमा, अनि एकदमै सुनसान भएछ। तर ठिकै पनि हो, यहाँबाट चेन्ज गर्नै पर्ने थियो क्या अवस्था। हल्का हल्का जाम स्टार्ट भइसकेको थियो यहाँनिर। अब त्यो यो चेन्ज भएपछि कस्तो खुल्ला देखेछ, ओ माई गॉड ल। यो हो नि त, यहाँबाट पुरै टोटल्ली चेन्ज भएछ। यस्तो आनन्द खालको पिसफुल पो भएछ धरान त। खुसी लाग्यो मलाई धरान देखेर आज। अब मेरो अफिस नै आउन लाग्यो, अब हामी डाइरेक्ट भेट्छौँ मेरो काम सकिसके पछाडि है त। अफिसको काम सकेर छिटो छिटो बाहिर निक्लेको, पानी छिट्याउन स्टार्ट भइसक्यो। अब ढिला नगरिकन म जान्छु बहिनी घर, किनभने बहिनीलाई मैले अलिकति त्यो ड्र्यागन फ्रुटहरू ल्याइदिएको थिएँ, अब त्यो दिन्छु। अनि त्यस पछाडि म जान्छु मामला। आज म बस्छु मामलामा है त। उपहार स्वरूप के ल्याइदिएछु नि, हेर्न त। यस्तो गर्मीमा चिया खानु परेछ। पिरो चाहिँ धेरै नहाले, म खाना नि फेरि पिरो। धमाधम खाजा रेडी हुँदैछ अब। अरेन्ज कपडा किन्नुपर्ने छ भिडियोमा। कस्तो कपडा भन्नु, लुगा लगाउनु, लुगा प्यान्ट, भेस्ट, सर्ट, हाफ प्यान्ट, ट्राउजर के हुन्छ अब हेरौँ। किन्ने भने यताउता गर, लास्टमा के हुँदैन भ्याइँदैन। अनि यतिकै कतिपल्ट भइसक्यो मैले त किन्ने भनेको त, अहिलेसम्म किनेको छुइनँ ल। धेरै पल्ट भइसक्यो क्या। अलिक अगाडि हल्कु भन्ने एउटा आएको थियो क्या,
हल्कुरे रिसेन्टली चाहिँ म बहिनी घरबाट मामालाई आइपुगेको छु आउटै हुँदैन त तिमी त यार ए आउट हौ न हौ आउट हौ एक डट छोडिसक्यो लु ल्याउ ल्याउ बाफ यस्तो नि हुन्छ यार म त खेल्दिनँ यार तिमीसँग ओ ब्रदर हेलो उठाउ न कुदो त लाग्दैन क्या हो ए लाग्दो रहेछ त हौ कि लागिरहेछ हाँस्दैछन् कि रुँदैछन् हौ चोक जाने भने जाउँ अब जाँदैन भने त म के भन्नु र म त निक्लेको चोक जाने हो खोइ जाउँ न त चोक जाने भने तिमी रोको त होइन नि ए होइन गाइजहरूले फेरि हेर्दै हुन्छ फेरि यहाँ रोको रहेछ भनेर फेरि यहाँ चोक जाने भन्ने बित्तिकै होस् ठेगानमा आइसक्यो त ब्रदरको त नि फुपूहरू दिदीहरूले किन हात फुकेर जानुहुन्छ भने किनकि कहिले पनि नबिर्सियोस् भनेर नबिर्सियोस् भनेर चाहिँ हात पुग्ने हो अघि भर्खरसम्म रिसाएर बसेको मान्छे अब चोक जाने भने चाहिँ यस्तो हँसिलो भएर यस्तो कुराहरू खतरा आइरहेको छ क्या भाइको चोक जाने भनेर अब गाइजी भाइ पुरै ह्याप्पी छ कहिले पनि कहिले गएको छैन भाइ चोक देखे इटर चोक देखेकै छैन हो तिमीले मलाई के थाहा तिमीलाई के गर्न मन छ यसको फास्ट लगाइ हामी चाहिँ अब चोक जाँदैछौँ रुँदै बसेको मान्छे अब इटरी आउनु पाउँदाखेरि चोक घुम्न पाउँदाखेरि ह्याप्पी छ भाइ ह्याप्पी छौ है तिमी मस्त छ इटरी सेन्ट्रल प्लाजा घुम्न मजा लागिरहेछ ल यस्तो छ अवस्थाहरू यस्तो ज्ञानी मान्छे अघि त्यसै रिसाएको हो क्या अब अहिले के खाने भन्दा नि केही नखाने अरे केही खाने त दोकानको चाहिँ नखाने अनि यहाँको चाहिँ खाने के खाने यहाँको बर्गर मिल्छ क्या बर्गर खाइसक्छौ बर्गर ल भाइ चाहिँ बर्गर खाने अरे अब हामी चाहिँ बर्गर खान जान लागेको छौँ लेट्स गो दिदी अर्डर भयो अर्डर पेनाल्टी हामी चाहिँ चोक गरेर आइसक्यौँ भाइले बर्गर नि खाइसक्यो अब ह्याप्पी पनि भइसक्यो फेस अघि रिसाएको फेस तपाईँलाई भिडियो कस्तो लाग्यो मन पऱ्यो भने लाइक गरिदिनुहोस् सेयर गरिदिनुहोस् सब्सक्राइब गरिदिनुहोस् सी इन द नेक्स्ट भिडियो थ्याङ्क्स फर वाचिङ बाई बाई